राजतन्त्र जिन्दाबाद, राजा आऊ देश बचा। झन्डा फरफराइदिएर यिनीहरूले अहिले गर्न पाएका छन्। यो राजा र जनताले बनाएको देश हो, त्यस कारणले राजा यो फाल्नलाई नेताले फालेका हुन्, जनताले फालेकै होइनन्, जनताले फालेकै होइन। नेपालको बेइज्जत गर्ने काम गरेछ राजा महाराजाले, त बेइज्जत गरेको छैन नि। हिजोको दिनमा राजा महाराजा युएन एसेम्ब्लीमा जाँदाखेरि हेर्नुहोस् कतिको सम्मान थियो। अहिले यिनीहरू जाँदा यिनीहरूलाई एउटा सचिव पनि लिन आउँदैन। यिनीहरूको हैसियत कहाँ छ, यिनीहरूले देशको हैसियत कहाँ पुर्याए। त्यही भएर हामीले देशको लागि एउटा अभिभावक चाहिन्छ भनेर मात्र हामीले राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ। जिन्दाबाद राजतन्त्र, जिन्दाबाद राजतन्त्र, जिन्दाबाद। आर्यघाटले के भन्छ, आर्यघाटले के भन्छ, आर्यघाटले के भन्छ, आर्यघाटले के भन्छ। हामीहरूको केही प्रब्लम हुँदैन, केही अप्ठ्यारो हुँदैन हजुर। लेकिन यो नेताहरू छ नि, यो नेताहरू गर्दाखेरि हामीहरू धेरै प्रब्लममा जान्छौँ। किनकि इन्डिया उताबाट हेर्नुभयो हामी कति छु, यति मात्र छु। यहाँ भावना छैन, हामी नेपाली दाजुभाइमा भावना छैन, हिन्दू मुस्लिमको भावना छैन। लेकिन तराईमा जुन छ नि, इन्डियाले उचालिरहेछ, यहाँ विवाद गराऊ, लडाइँ गराऊ, त्यस्तो यहाँ हुँदैन। हिन्दू राष्ट्र जसरी पनि चाहिन्छ हजुर। हिन्दू राष्ट्र आयो भने हामी मुस्लिमहरूलाई केही प्रब्लम छैन, केही हुँदैन। हिन्दू राष्ट्रले मुस्लिम अझै सुरक्षित हुन्छन्, धेरै सुरक्षित हुन्छ हजुर। अहिले हेर्नु त गएर तराईमा अलिकति गर्दाखेरि तुरन्तै गएर यो मुस्लिम छ मार्रे हार्रे यो गर्छ। हामीहरू त बढी छैन नि हजुर, हामी त यति मात्र हाम्रो देशमा यति बसिरहेको छ। त सुरक्षा राजा आयो भने सुरक्षा हुन्छ, र केही हुँदैन हजुर। तपाईँहरू असुरक्षित हुनुहुन्छ? सुरक्षित छैन हजुर, अहिले सुरक्षित छैन। यो बिचमा तपाईँहरू समुदायमाथि भएको आक्रमण अथवा यस्ता खाले घटनाहरू केही छन्? छ नि हजुर, के भयो? गएर हेर्नु त तराईमा त्यो यति आउँछ, त्यो उनीहरू भनेर आउँछ, त्यो इन्डियाबाट आउँछ। राजा भयो भने हजुर देश एकदम राम्रो हुन्छ, हामीहरूको केही अप्ठ्यारो हुँदैन, एकदम सुरक्षित हुन्छौँ। अनि केही हाम्रो इस्लाम धर्ममा के छ कि हजुर हामी झगडा सगडा गर्ने होइन। हाम्रो नबी साहेब भनेछ तिमीहरू झगडा नगर, राम्रोसित बस, जो भुखा छ त्यसलाई खिलाऊ, राम्रोसित पाल। हामी व्रत बसेछु हजुर, मैले 1 महिनाको व्रत चलिरहेछ, हाम्रो चलिरहेछ हजुर। म व्रत बसेर टेकुबाट आएछु। लेकिन राजा जसरी पनि आउँछु, म राजाको फोटो कतार पनि लिएर गयो, मलेसिया पनि लिएर गयो हजुर। कसैको बाउको हिम्मत छैन राजाको फोटो लगाएर हिँड्नुको लागि म हिँड्नेछु। माओवादी मलाई कुट्यो, त्यो कुपनटोल छ नि त्यहाँ उनीहरूको कराल त्यहाँ कुट्यो, ल्याएर पक्रेर किन राजाको फोटो तिमीहरूले लगाएछ। तर राजा चाहिन्छ हजुर देशमा। राजा भयो भने हामीहरू कहिलेदेखि कतार सौदी गएर अरूको भाँडा माझ्ने, हाम्रो कलकारखाना चाहिँदैन हाम्रो देशमा। यो नेताहरू के गरेछ, एउटा पुल बनाउँदाखेरि लमसम 20 वर्ष लगाउँछ, 5 वर्षको पुल बन्नेमा 20 वर्ष यिनीहरू लगाउँछ। के गरेछ नेतामा? एउटा मेयर गएर गाउँमा हेर्नु त, एउटा मेयरको कतिको सम्पत्ति छ, कहाँबाट ल्याएर आएछ उनीहरू सम्पत्ति। खालि हाम्रो देशमा अरूको देशमा गएर भाँडा माझ्ने, यहाँ कलकारखाना चाहिँदैन हामीहरूलाई। गएर मेन पावरमा हेर्नु त कम्तीमा एउटा 100 सिट छ त 10,000 5,000 मान्छे गइरहेछ त्यहाँ। अनि त्यो लिइरहेछ 10,000को सरकारले दिएछ, लिइरहेछ 4 लाख 5 लाख रुपियाँ लिइरहेछ। किन त्यस्तो पनि हुन्छ? सरकारले टोकेछ 10,000को। राजा आउनुभयो भने यो विषय अन्त्य हुन्छ? राजा आउँछ हजुर, राजा आयो भने यो कुकुरहरूले सबैले जेल हाल्नु। आज एयरपोर्टमा आउनु भएको छ, के गर्ने यता राजालाई? यहाँ राजाले दर्शन गर्ने, राजतन्त्र जिन्दाबाद, राजा आऊ देश बचा। धर्म संस्कार इज्जत प्रजा सबै राजाले गरेको छ। यो देशको मुलुक हाकेको राजाले हो, राजा र प्रजा मिलेर बनाएको देश हो यो। पृथ्वीनारायण शाहले, बहादुर शाहले ग्रेट नेपाल बनाएका थिए। हेर्नुहोस् यिनीहरूले त यो देश बेचेर खाए, नारायणी बेच्यो, महाकाली बेच्यो, सबै बेचेर खाइसके। जम्मै हाम्रो अझ राजाले छोड्दाखेरि ऋण कति थियो, अहिले आएर ऋण कति भयो? जन्मदा देशमा धन कति थियो, ऋण कति थियो, धन कति भयो नि हुन्छ होला नि त। त्यो त यसो हो नि, धन त यहाँ छँदै छैन, जम्मै खाइसके, जम्मै लैसके। यिनीहरूका चाहिँ नि झोले चाहिँ नि पार्टीका झोलेहरूलाई, पार्टी भनेर हिँड्नेहरूलाई, आफ्ना पार्टीलाई जम्मै धेरै पार्टी भएर आफ्ना पार्टीलाई जोगाएर आफ्ना पार्टीले जति भ्रष्टाचार गरे पनि चुप, त्यसलाई बचाउनको लागि मात्र हिँडे। देशको लागि कोही पनि हिँडेन, सत्ताको लागि मात्र हिँडे। यिनले कुनै जनताको लागि केही पनि गर्न सकेनन्। यिनले जनताको लागि गरिदिएको भए यी आफ्ना दलका नेताहरूलाई क्षेत्रदेखि चाहिँ नि माथिसम्म, वार्डदेखि माथिसम्म यिनीहरूले कति बनाए, कतिवटा राजा बनाए, तिनलाई कति खुवाछन्। यो देशको ढुकुटी कसरी सकिएको छ। एउटा प्रान्तमा 1 महिनामा 1 अरबभन्दा बेसी खर्च हुन्छ।
त्यो कसले बेहोर्ने एउटा राष्ट्रले चल्ने एउटा सानो मुलुकमा यत्रो टुक्रियाम नि अझ सङ्घीयता पनि त जोड्ने हो त्यो टुक्रियाम नि होइन नि सङ्घीयता भनेको यिनीहरूले कस्तो जनतालाई भरम बनाएका छन् यिनले भरम बनाएर भरमको खेती बनाएर राजालाई ग्रान्ड डिजाइनबाट यिनीहरूले चाहिँ नि ब्लेम लगाएर हटाएर अनि यिनीहरूले आफूले हालिमौली गर्न पाइएन भनेर देशमा विभिन्न किसिमको चाहिँ नि रडाको मच्चा 2052 सालदेखि रडाको मच्चाएपछि त्यो रडाको अहिलेसम्म रडाको चलिसकेको छ। दोष कसलाई दिनुहुन्छ? यसरी व्यवस्था परिवर्तन भयो, राजतन्त्र हट्यो, ग्रेट राजतन्त्र थियो, यो हट्नुमा कसको दोष तपाईँ देख्नुहुन्छ? व्यक्तिगत रूपमा आरोप लगाउनु पर्यो भने यो जम्मै नेताको दोष। अहिले जति पनि ठुला हालिमौली गरेका नेताहरूको दोष हो, जनताको दोष छैन। जनतालाई जस्तो भुमरामा लय उस्तै जान्छन्, ब्रेन वास गरिदिन्छन्। हामी पनि नबुझ्ने अनपढ जस्तो गराइदिन्छन् पढेका मान्छेलाई नि। यसमा जस्तो गणतन्त्र घोषणा हुँदै गर्दा राजावादीहरू राज संस्थाहरू जस्तो राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो नामै पनि चेन्ज गर्नु पर्थ्यो, राजाको एजेन्ट नै छोड्नु पर्थ्यो। अहिले चाहिँ भनौँ न सबैले राजावादी एजेन्डाहरूलाई चाहिँ प्रमुख मानिरहेका छन्। त्यति बेला चाहिँ चुप लागेका बोल्न नसकेका थिए नि त तपाईँहरूको जुन राजा भन्ने पार्टीहरूको मान्छेहरू त्यति बेला चुप लागेका थिए। आज चाहिँ गणतन्त्र भन्नेहरू चुप लाग्नुपर्ने अवस्था छ। यो अवस्था किन आयो होला? यो देशको थिति गति र वैदेशिक जाने तपाईँको एउटा पासपोर्ट लिएर जाँदाखेरि पहिले श्री 5 को सरकार भनेको पासपोर्ट लिएर जाँदाखेरि सलोट भन्थे नेपाली गोर्खाली भनेर चिनिन्थ्यो। अहिले हेर्नुहोस् त नेपालको अस्तित्व मान मर्यादा नेपाल पनि राष्ट्र राजा महेन्द्रले चाहिँ संयुक्त राष्ट्रसङ्घमा गएर झन्डा फरफराइदिएर यिनीहरूले अहिले गर्न पाएका छन्। यो राजा र जनताले बनाएको देश हो, त्यस कारणले राजा यो फाल्नलाई नेताले फालेका हुन्, जनताले फालेकै होइनन्, जनताले फालेकै होइन। देश त पछिको कुरो हेर्नुहोस्, देशमा त यिनीहरूले अब तपाईँको 2063 सालदेखि अहिलेसम्म हेर्नुहोस् गणतन्त्रका उपलब्धिहरू हेर्नुहोस्, त्योभन्दा अगाडि राजतन्त्रका उपलब्धिहरू हेर्नुहोस्। यही एयरपोर्ट तपाईँको हेर्नु न, अन्तर्राष्ट्रिय विमानस्थल पनि तपाईँहरूको कुनै नेता कुनै मन्त्री कुनै प्रधानमन्त्रीले बनाएका होइनन् कि राजाले नै बनाएका हुन्। हस्पिटल हेर्नुहोस्, विश्वविद्यालयदेखि हेर्नुहोस् होइन। तर अब के हुन्छ भने हिजोको व्यवस्थामा जनतालाई भ्रममा पारेर यिनीहरूले एउटा परिवारले चलाउनु भन्दा 100वटा परिवारले देश चलाउँदाखेरि चाहिँ देश विकास हुन्छ भन्ने यिनीहरूले भ्रम फैलाए हेर्नुहोस्। तर होइन, यिनीहरू त यिनीहरूको आफ्नो परिवार मात्रै सम्पन्न बनाए, देशलाई खोक्रो बनाए। अहिले दैनिक यहाँबाट 5000 युवा विदेशिएका छन् भनेको यिनीहरूले जनताहरूलाई बेच्ने मात्रै काम गरे। गणतन्त्रको उपलब्धि भनेको जनताहरूलाई बेच्ने। अब फेरि नि अथवा फेरि गतिमा फर्किनु भयो भने चाहिँ युवाहरू जान रोकिन्छन् भन्ने अपेक्षा हो अथवा के हो? 100% त्यो पनि हो, प्लस सिस्टममा हुन्छ होइन। नजानी भनेको होइन, के को लागि जाने भने पढ्न जाने, काम गर्न पनि लो लेभलको होइन, अलिकति हाई लेभलको काममा जाने, तपाईँको श्रमै नबेच्ने भनेको होइन, क्यापेबल मान्छे जाने। युवाहरू त लक्षित गरेर देशमै स्वदेशमा रोजगारीको अवसरहरू लिएर आउने, देशलाई सिस्टममा राख्ने। सिस्टममा ल्याएपछि अटोमेटिक बन्छ। किन बिग्रियो होला जस्तो लाग्छ तपाईँलाई यो बिचमा? जस्तो लामो समय राजाले पनि शासन गर्नुभएको थियो देश होइन, त्यही बेलामा युरोप कति फड्को मारिसकेको थियो, हामी जहाँको त्यहीँ थियौँ। राजतन्त्र हुँदै गर्दा पनि त हामीले जे खोजेका थियौँ त्यो कुरा त नभएको जस्तो देखिन्छ नि। यो बिचमा त जे हुनुपर्थ्यो त्यो नभएको भन्ने त आवाज त धेरैजनाले गरेका छन्। अब फेरि बिचमा तन्त्र व्यवस्थापन भयो, फेरि अर्को 10 वर्षमा फेरि हामीलाई गणतन्त्र चाहिन्छ भनेर उर्लिने होला। यसले खालि देश त एक तरिकाले बर्बादी भयो नि। हिजोको दिनमा भ्रममा पार्न खोजेको हो, अबको जनताहरू भ्रममा पर्नेवाला छैनन्। हिजोको दिनमा पनि तपाईँहरू राजाको इतिहासै हेर्नुहुन्छ भने राजा वीरेन्द्रलाई पनि काम गर्न नदिएका हुन्, वीरेन्द्र सरकारलाई पनि काम गर्न नदिएर उनले केही गर्छु भन्दा उहाँलाई दरबार हत्याकाण्डसम्म गराए यिनीहरूले हो। अब उनको भाइलाई आरोप लगाएर राजा ज्ञानेन्द्रलाई पनि दाइको हत्या गर्यो भनेर आरोप लगाएर उहाँलाई पनि एकदम परिबन्धमा पारेर यिनीहरूले निकालेकै हुने। तपाईँहरूले यसरी सडकबाट आवाज उठाइरहनु भएको छ, यसमा चाहिँ ज्ञानेन्द्रको आफ्नै विचार चाहिँ के होला त्यो तपाईँहरूले बुझ्नु भएको छ? थाहा छ कि यो दबाब मात्र हो तपाईँहरूको तर्फबाट? यसको एकदम चिन्ता भएको छ। हेर्नुहोस्, उहाँ यत्रो वर्ष चुप लाएर बस्नु भएको थियो, अब हेर्नु देश यिनीहरूले सिधाइसके। अब पनि राजा आएर देश जिम्मामा लिनु भएन भने देश त रहँदैन। त्यो हिसाबले चाहिँ अब हाम्रो सरकारले चाहिँ अब देश मैले चलाउनु पर्छ भन्ने उहाँलाई बोध भयो, त्यही भएर उहाँ अब आउनु खोज्नु भएको। यो तपाईँहरूलाई चाहिँ जस्तो तपाईँ आउँदै गर्दा चाहिँ म चलाउँछु तपाईँहरू सडकमा आइदिनुहोस् भनेर भने हो कि अथवा कुनै पार्टीबाट हो? भइदा राजाले 63 सालमा छोडेर 65 सालमै आउनु खोज्नुहुन्थ्यो होला नि त। किन यत्रो वर्ष कुर्नु भयो होला उहाँले नि जनताको माग रेज भनेर आफ्नो राजगति त्याग्नु भयो नि। तर यहाँ त उहाँले छोड्ने बित्तिकै तपाईँको 100वटा राजा भए, ओडामा राजा भए, नगरमा राजा भए, केन्द्रमा राजा भए, प्रदेशमा राजा भए, उनीहरूको मात्रै भयो। सोझा साझा जनताले के पाए ल हेर्नुहोस् त।
अब लोकतन्त्र भनेको छ यही हो त हेर्नुहोस्, प्रहरी दमनै छ। जस्तो तपाईँ युवा हुनुहुन्छ, भर्खरको देख्नुहुन्छ, तपाईँले खोजेको शासन व्यवस्था चाहिँ के हो त्यसमा? शासन व्यवस्था तपाईँको शान्ति हो। हेर्नुहोस्, पहिला शान्ति भयो भने देशमा तपाईँको सबै कुरो मिल्दै आउँछ। अहिले त तपाईँको यिनीहरूको क्रियाकलापले गर्दाखेरि नेपाल भन्ने देश त तपाईँको यिनीहरूले डुबाए। अहिले हेर्नुहोस् नेपाललाई कुन हिसाबमा राखेको छ, नेपाललाई भ्रष्टाचारीको अखडा बनाएको छ भने अस्ति पनि अमेरिकाको प्रेसिडेन्टले पनि भन्नुभएको छ यो कुरामा। नेपालको बेइज्जत गर्ने काम गरेछ राजा महाराजाले, त बेइज्जत गरेको छैन नि। हिजोको दिनमा राजा महाराजा युएन एसेम्ब्लीमा जाँदाखेरि हेर्नुहोस् कतिको सम्मान थियो। अहिले यिनीहरू जाँदा यिनीहरूलाई एउटा सचिव पनि लिन आउँदैन। यिनीहरूको हैसियत कहाँ छ, यिनीहरूले देशको हैसियत कहाँ पुऱ्याए। त्यही भएर हामीले देशको लागि एउटा अभिभावक चाहिन्छ भनेर मात्र हामीले